यही विषयवस्तु नै होइन। हिजो आजभन्दा हामी निर्वाचित हुनुभन्दा अगाडि म राजनीतिक पार्टीको एउटा दलीय संगठनको चाहिँ म सदस्य पनि थिएँ। त्यो बेलामा पनि चाहिँ भक्तपुर जिल्लामा मानवबङ्ग चाहिँ हाम्रो चाहिँ दुधबारीमा अवस्थित छ। त्यो ठाउँ आफ्नो पनि होइन, त्यहाँ भक्तपुर अस्पतालको क्षेत्र एकदम सानो हो, तर मानवबङ्गको चाहिँ उपचार गर्न आउने देशका चाहिँ नागरिकहरूको चाहिँ हजारौँ सङ्ख्यामा हो। त्यसलाई चाहिँ भक्तपुर जिल्लाको कुनै ठाउँमा राख्ने भन्यो। त्यो बेला सुरुमा हामीले चाहिँ बागेश्वरीको 7 नम्बर गुरुङटारको गिरमा चाहिँ हामीले निर्णय गरेर पठायौँ। सबै राजनीतिक दलले चाहिँ त्यहाँ आएर चाहिँ चुनावको बेला थिए, सबले प्रतिबद्धता गरे हामी यही गुरुङटारमा चाहिँ बनाउँछौँ भनेर सबले प्रतिबद्धता गर्नुभयो। हामी सबलाई दियौँ। त्यहाँ चाहिँ त्यसपछि चाहिँ फेरि अर्को समय परिस्थिति फेरियो। त्यहाँ चाहिँ नवमी भयो। नवमी भइसकेपछि सूर्य विनायकको चाहिँ गणेशमान वाटिकामा चाहिँ गर्ने भन्ने कुरो हो। हाम्रो चारनारायणमा चाहिँ हामीले चाहिँ 7 नम्बरमा भनिसकेका थियौँ। ल हाम्रो बागेश्वरीको 7 नम्बर हुँदैन भनेदेखि हाम्रो चारनारायण नगरपालिकाले हुनुपर्छ। त्यसको लागि जग्गा कहाँ उपलब्ध छ हेर्नुहोस् भनेर कुरा गर्दाखेरि झौखेको जुन अहिले हामीले दिइरहेको छु त्यहाँ चाहिँ तपाईँको चाहिँ मानवबङ्ग बनाउनको लागि चाहिँ उपयुक्त हुन्छ, त्यहाँ भएर बनाउने भन्ने कुरा भयो। त्यो भइसकेपछि हामीले चाहिँ त्यो त्यहाँ चाहिँ म त्यो राजनीतिक संयन्त्रको एउटा सदस्यको नाताले मैले पनि झौखेमा बनाउनुपर्छ, सूर्य विनायकभन्दा हाम्रै ठाउँमा चाहिँ ल्याउनुपर्छ, हाम्रै चारनारायण ल्याउनुपर्छ भनेर झौखेमा ल्याएर चाहिँ हामीले चाहिँ नेपाल सरकारलाई चाहिँ अनुरोध गरेर चाहिँ मानवबङ्गको नाममा चाहिँ हामीले चाहिँ त्यो जग्गा चाहिँ प्राप्ति गरेर ल्याइसकेपछि त्यहाँका साथीहरू चाहिँ त्यो हस्पिटल बनाउनका लागि त्यहाँ डिपिआर तयार गर्नुपर्छ, त्यहाँ अरू पूर्वाधारहरू गर्नुपर्ने हुन्छ। उहाँहरू चाहिँ हामीले भन्छ अब बनिहाल्छ भनेर भन्नुभयो। कुनै पनि वर्ष मानवबङ्गको पैसा छुट्टेन र हामी निर्वाचित भएर आइसकेपछि मानवबङ्गको हस्पिटल त्यहाँ बनाउनुपर्छ भनेर मैले मानवबङ्गको चाहिँ डाइरेक्टर साहबसँग कुरा गरेँ। उहाँसँग कुरा गर्दाखेरि त्यहाँ पनि हाम्रो जग्गा प्राप्ति भइसकेको ठाउँमा तपाईँले काम सुरु गर्नुहोस्, तपाईँलाई के गर्नु पर्यो हामी सपोर्ट गर्छौँ भनेर हामी लागिसकेपछि उहाँले 2-3टा कुराहरू यहाँको डिपिआर छैन, यहाँ चाहिँ हामी डिपिआर तयार गरेका छैन, नेपाल सरकारले पैसा पनि विनियोजित गरेका छैन होइन। अहिले तत्कालै तपाईँले भने जस्तो चाहिँ तपाईँको चाहिँ यहाँ हस्पिटल तुरन्त बनाउन सक्ने सम्भावना छैन र हामीले चाहिँ अब हामी नगरपालिकाले डिपिआर बनाइदिन्छौँ भने हामीले त्यसो गरी हामी नगरपालिकाले डिपिआर बनाइदिन्छौँ भनेर भने त्यो विषयमा छलफल चलेको र अब दुधपाटीको मानवबङ्गमा चाहिँ देशका चाहिँ पूर्व मेचीदेखि पश्चिम मागालीका मान्छेहरू चाहिँ डायलिसिस गर्न आउने चाहिँ भिड भएर मान्छे चाहिँ 500जना मान्छे त दैनिक डायलिसिस गर्नुपर्ने अब त्यो क्षमता क्यापासिटी छैन, के गरिन्छ भनेर कुरा गर्दा हामी झौखेमा मानवबङ्गको चाहिँ पूर्वाधारका डिपिआर तयार गर्नुपर्ने। अहिले तत्काल छिटो छरीको डायलिसिस गर्नको लागि मात्र चाहिँ कुनै ठाउँ उपलब्ध दिन सक्ने नेसा भनेर मलाई भन्नु छ हेर्नुहोस् भनेर मैले देखाएँ। छालीमा अहिले हामीले चाहिँ क्यान्सर हस्पिटल दिएको ठाउँ देखाएँ, मैले फेरि त्यो बागेश्वरीको पनि ठाउँ पनि देखाएँ। मैले त्यसपछि चाहिँ मिस्टारको चाहिँ जुन अहिले विवादित जग्गा भनेर चाहिँ बजारमा हल्ला छ त्यो ठाउँ पनि देखाएँ, नगरको हामी ठाउँ पनि देखायौँ। देखाइसकेपछि हाम्रो कुरा छलफल चल्दै गयो कि मानवबङ्गलाई चाहिँ जग्गा 200-350 रुपियाँ जग्गा चाहिन्छ, जुन होलिस्टिक रूपमा चाहिँ यसलाई चाहिँ हामीले विकास गरेर ल्याएर 200-300 रुपियाँ जग्गा चाहिन्छ मेसापी गर्ने भन्ने कुरा हो। त्यसो भइसकेपछि हामीले एक बिचमा सुन्यौँ मानवबङ्गकै मान्छेहरू चाहिँ भित्र लागि चाहिँ इटा टायर कारखानाको चाहिँ ठाउँमा चाहिँ जग्गा चाहिँ उपलब्ध भने त्यहाँ बनाउँछु भनेर हामी झौकेबाट छरेर इटा टायर कारखानाको उसमा लाग्ने र मैले अरू पनि सुनेँ। अर्को पालिकामा पनि चाहिँ लाने कोसिस गर्न खोजेँ। त्यो 35 रुपियाँले जग्गा पुग्दैन, हामीले 200-300 रुपियाँ जग्गा चाहिन्छ भन्ने कुरा भइसकेपछि अहिले हामीले त्यो झौकेको 35 रुपियाँ सँगसँगै हाम्रो चारनारायण नगरपालिकामा तपाईँले 200-300 रुपियाँ जग्गा दिने हामी उपलब्ध गर्छौँ। तपाईँ यहाँको डिपिआर झौकेको डिपिआर सुरु गरेर चाहिँ यहाँको पनि चाहिँ भएको अवस्थामा के तुरन्त गर्न सकिन्छ काम सुरु गर्नुहोस्। त्यो काम सुरु गर्ने तपाईँले प्रतिबद्धता गर्नुहुन्छ भने ल डायलिसिस दैनिक रूपमा चाहिँ डायलिसिस गर्न नपाएर नेपाली जनताहरू चाहिँ अकालमा मरिरहेको छ भने तुरन्त तपाईँले चाहिँ हाम्रो निष्ठा प्राप्त जग्गामा चाहिँ तपाईँले डायलिसिसको लागि मात्र भवन बनाउनुहोस्। त्यहाँ 200जना 300जना 500जना कति डायलिसिस हामीले चाहिँ त्यहाँ बनाइरहेको छु भनेर हामी कार्यपालिकामा बस्यौँ। केही साथीहरू चाहिँ अब यसलाई सामाजिक सञ्जालमा टिका टिप्पणी गरेर जुन चाहिँ बाघ झौखेलबाट चाहिँ उहाँ चाहिँ सुनामा सार्न लाग्यो अरे त्यसपछि उहाँ नगरकोटा लान लाग्यो अरे अथवा अन्त लान लाग्यो भनेर हल्ला गरेर चाहिँ यो हामी बिचको चाहिँ त्यो समझदारीलाई चाहिँ यसरी मिलाएर हामीले चाहिँ हाम्रो नगरपालिकाभित्र चाहिँ मानवबङ्ग लाने कुरामा चाहिँ जसरी यो अनगार रूपमा चाहिँ बाहिर ल्याएको छ नगरपालिका हाम्रो झौखेल बागेश्वरी नगरको चुनाव जम्मैबाट चाहिँ हड्का अन्त लाने तत्त्वहरूको चाहिँ यो खेल हो। सामना हुन जरुरी गर्छु। यो कुनै पनि पक्षमा कुनै पनि हालतमा झौखेलबाट बाहिर लाने पनि होइन होइन। त्यो कुरामा चाहिँ सबैलाई ढुक्क हुँदै म आज यो सार्वजनिक सुनवाई मार्फत पनि भन्न चाहन्छु र सम्बन्धित पक्षलाई त्यहाँ तत्काल स्वाभाविक झौखेलमा हुनुपर्ने कुराहरू के हो तुरन्त सुरु गर्न पनि हामीले चाहिँ अनुरोध गरेका छौँ। थप भोलिका निर्माण गर्नुपर्ने कुराको लागि आवश्यक के सहयोग गर्नुपर्छ त्यसको लागि पनि नगरपालिका सहयोग गर्न
र त्यो सँगसँगै चाहिँ डायलिसिस गर्न पाएर मान्छेको जीवन बचाउने सबैभन्दा चाहिँ महत्त्वपूर्ण कुराहरू धेरै समय लाग्दैन ठाउँ तुरुन्तै चाहिँ बन्ने भएको कारणले गर्दाखेरि त्यहाँ 500-600 नागरिकहरूलाई चाहिँ तुरुन्त डायलिसिस मात्रको लागि चाहिँ हामीले त्यहाँ ठाउँ उपलब्ध गराएको हो त्यो कारणले गर्दाखेरि यो विषयमा अरू टिका टिप्पणी र अरू चाहिँ अलग रूपमा चाहिँ मिडियाबाजी गरेर हाम्रो चामुण्डाको झौखेल गरेर मनोरागको महानुभावलाई चाहिँ षड्यन्त्र गरेर अन्त लाने चाहिँ काम काहीँ कतै खेल भएको मैले पनि महसुस गरेको छु यो हो भने चाहिँ यो नगरवासीले र हामीले कहिले पनि यो कुरामा चाहिँ इतिहासले हामीलाई ठुलो चाहिँ धोका हुन्छ यो कुरामा सबै सचेत र सजगताका साथ हामी अनुरोध गर्न चाहन्छु यो कुरामा विशेष आग्रह है हो वास्तवमा हाम्रो चाहिँ क्षेत्र भूगोलको हिसाबले होइन हरेक किसिमको हिसाबले चाहिँ हाम्रो चाहिँ विशिष्ट खालको चाहिँ हाम्रो छ हामी विपदको क्षेत्रमा चाहिँ ठुलो लाग्ने मान्छेहरू विपदका कारणले खोला नाला हामी खोल्दैछौँ खोल्न सुरुवात गरेका छौँ हिजो खोला नाला खोलेका थिएनौँ खोल्ने कारणले गर्दाखेरि हामीले हिजो खोला खोल्दा सर र खोलो बोकेर आफ्नो गन्तव्यमा जान्छ भन्ने एउटा चाहिँ सामान्य मानसिकताले चाहिँ हिजोको क्षति हिजोको त्यो चाहिँ विनाशलाई हामीले देखेका कारणले हामीले तुरुन्त चाहिँ हामीले चाहिँ 4-5 खोला खोल्ने अभियान सुरु गऱ्यौँ त्यसमा पनि चाहिँ विभिन्न खालका समस्याहरू व्यावहारिक समस्या प्राविधिक समस्या होइन कानुनी समस्याहरू हामीले सामना गर्नु पर्यो अरू 2-3 खोला चाहिँ हामी खोल्न सकिरहेका छैनौँ त्यो खालका चाहिँ झट्टै हामीले चाहिँ विधिसम्मत नीतिसम्मत नियमसम्मत कानुनसम्मत हामीले चाहिँ गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामी कोसिस गरिरहेका छौँ त्यो कोसिसमा चाहिँ हाम्रा सबै स्थानीय हाम्रा साथीहरू पनि होस्यमा हैसियो होइन साथमा साथ दिएर हामीले सहयोग गर्नुपर्ने ठाउँमा डिगा बसेर चाहिँ हामीलाई चाहिँ उल्टो चाहिँ यो नगरपालिका भने चाहिँ अर्कै हो हामी हुन चाहिँ अर्कै हो भन्ने चाहिँ यो जनताको नागरिकको चाहिँ जनतासँग चाहिँ जुटाउने भन्दा पनि फुटाउने मान्छेहरू चाहिँ यो अलिकति बढी सक्रिय भएर पनि चाहिँ हाम्रो समाज चाहिँ हामीले नै दुःख पाएका छौँ हामीले पनि समस्या भोगिरहेका छौँ अब यो सार्वजनिक सुनाइ मार्फत पनि हामी जुटाउन खोजिरहेका छौँ सबैको साथ खोजिरहेका छौँ सबैको आवश्यकताका कामहरू विधि कुरा र नियम कुरा हामी काम गर्न खोजिरहेका छौँ तर त्यो काम गर्ने कुरामा चाहिँ कहाँ छ कमी भनेर खबरदारी गर्ने साथीहरूलाई त हामीले कहिले पनि अपमानले त्यो हाम्रो विरुद्धमा भन्दैनौँ नि तर नियमित वर्ष चाहिँ नियत सोचेर आउने साथीहरूसँग त अनि हामी समाज हामी तपाईँहरू चाहिँ त्योसँग चाहिँ हामी चाहिँ अब गर्ने कि नगर्ने यो कुरा चाहिँ एकदम गम्भीर छ अर्को विशेष चाहिँ बाटो हिजो अब हाम्रो चाहिँ नगरपालिका नहुँदाखेरि नै हामी गाविस हुँदाखेरि जिल्लाभरिको चाहिँ तपाईँको चाहिँ खनिजन्य काम गर्ने चाहिँ हाम्रो चाहिँ दुवारबाट झौखेल हाम्रो त्यहाँबाट जान्थ्यो त्यो बेलामा चाहिँ जनप्रतिनिधि साथीहरूले चाहिँ खानी बन्द भयो होइन बन्द भएको खानीलाई चाहिँ तपाईँको चाहिँ अब यो चाहिँ ठुलो दुर्घटना हुन्छ त्यहाँ गतिविधि चाहिँ नराम्रो क्रियाकलाप हुन्छ भनेर चाहिँ समूहलाई चाहिँ त्यहाँ सञ्चालन गरेर दियो त्यहाँबाट पनि चाहिँ त्यो चाहिँ रोक्न सकेन हामी आयो हामीले पनि समूह त्योचोटि भनेर दियौँ त्यो गर्न सकेन त्यो भइसकेपछि हामीले रोक्यौँ अहिलेसम्म हामीले रोकेका छौँ हामीले अरू जनताका नागरिकका उद्योगीका व्यवसायीका चाहिँ नीति नगरपालिकाले नगरसभाबाट पास गरेको नीति नियम र विधि बाहेक हामीले चाहिँ कुनै कुरा पनि अब राज्यले रोकेको कुरा त्यहाँबाट चाहिँ तपाईँको सङ्घीय सरकारको चाहिँ रहेको कुरा हामीले पनि त्यसलाई फुकाउने चाहिँ हामी वृहत्तर कोसिस गरिरहेका छौँ हेर्नुहोस् काम भइरहेछ राजस्व चुहाव भइरहेछ बलिने गरिरहेछन् गाली चाहिँ हामीले खाइरहेका छौँ के नगरेर कहाँ के गर्नु भनेर हामी माथि नै चाहिँ प्रहार भइरहेछ अब त्यसलाई चाहिँ कसरी व्यवस्थित गर्ने त्यो व्यवस्थित गर्ने कुरामा पनि अब हामी नगरपालिका हामी त हिजो चाहिँ जो व्यवसाय हो जो चाहिँ त्यो क्षेत्रमा लागेको त्यसको चाहिँ वातावरणीय प्रभाव मूल्याङ्कन चाहिँ यही बनाएर ल्याउनुहोस् त्यसको चाहिँ एउटा चाहिँ नेपाल सरकारले होइन त्यसको चाहिँ नियमअनुसारको चाहिँ प्रक्रिया पुरा ल्याउनुहोस् त्यो प्रक्रिया अनुसार हामी तपाईँहरूलाई सहजीकरण पनि गरिदिन्छौँ भनेका छौँ तर अहिले त्यही नाममा चाहिँ हाम्रो नगरवासी झौखेल दुवारका चाहिँ सयौँ रोपनी जग्गाका चाहिँ जोताधनीहरू चाहिँ विगत 3-4 वर्षदेखि चाहिँ तपाईँको आफ्नो बारी नानी आउनु पाएको छैन आफ्नो उत्पादन गर्न पाएको छैन आफ्नो भाडा पाएको छैन सबैतिर समस्याले ग्रस्त छ अब नगरपालिकाले हात नहाल्यो नगरपालिकाले यसको विकास ननिकाल्ने हो र सम्बन्धित सरकारवालासँग बसेर यसको चाहिँ अस्थायी समाधान के हो र दीर्घकालीन समाधान कसरी जाने हो भन्ने कुराको छलफल बस्नका लागि पनि हामीले चाहिँ शिक्षासँग चाहिँ धेरै कुरा गर्दाखेरि यो सार्वजनिक सुनवाईबाट पनि केही कुराहरू चाहिँ आउँछ समस्याका शुद्ध कुराहरू मात्रै हो कि यसरी गरेर पनि जाउँ है यो काम गर्न चाहिँ तिमीहरूले नजानेको हो कि नदेखेको हो कि भनेर हाम्रो चाहिँ समुदायको तर्फबाट चाहिँ हामीले चाहिँ अब काम गर्दाखेरि यी कुरा माध्यम टुल्सहरू प्रयोग गर्नु न यो विधिबाट तपाईँहरूले काम गर्नुहोस् न यो तरिकाबाट तपाईँहरूले निकासा दिनुहोस् न अनि त्यो सजिलो हुँदैन भनेर अलिकति फराकिलो दायराले चाहिँ हामीले त्यो खालको पनि चाहिँ हामीले गरेको कुराहरूको समीक्षा आलोचना थप सुझावका साथ चाहिँ अरू विषयहरूमा भएका चाहिँ सबैले अभाव बोकिरहेका समस्या भोगिरहेको विषयको चाहिँ केही समस्याको समाधान छ भने त्यो कुराहरू दिनुहोस् न भन्ने पनि हाम्रो अपेक्षा हो त्यसकारण हामी जनप्रतिनिधि हामी राष्ट्र सेवक कर्मचारी हाम्रा नागरिक र हाम्रा स्थानीयसँग टाढा अछुतो रहेर भागेर होइन भएका कुराहरूमा चाहिँ हामी संवेदन चाहिँ छलफल नगरिकन हामी जानै सक्दैनौँ नि रहनै सक्दैनौँ नि तर के
त्यति काम गर्न सक्छौँ कि हामी अहिले अर्को बाटो पनि हामी पैसा भएर रहरले त्यो कागपत्र गरे हो ठेकादार त गएर उसले मुद्दा हालेको छ त्यो मुद्दा फैसला गर्नु 2 वर्ष लाग्ला 3 वर्ष लाग्ला अब बाटोको अवस्था कस्तो होला अनि तपाईँहरू त भोलि त खै थुप्रो जनप्रतिनिधिहरू बाटो आएको छैन हिँड्नु बाटो भनेर फेसबुकहरू चाहिँ आइहाल्छ अब बनाउँ नीति नियम विधि कानुनले चल्ने सरकारले मुद्दाको कसरी बनाउने कहिले निकासदेखि नबनाउँ यहाँ हामीले भोटतिर गएको स्थानीय सरकार छैन यहाँ घट्ने यसले त किन गरेन सङ्घले त हेरेन प्रदेशले त हेरेन स्थानीय सरकारले त किन हेरेन भन्दा हामीले साथीले भन्नुहुन्छ त हामी पैसा 17 करोड पैसा नगरपालिकासँग होइन भएर हामीले बनाएको हुन्छ यो त हाम्रो चाहिँ राष्ट्रिय गौरवको बाटो पनि हो त्यहाँमाथि हामी नगरको भ्रमण वर्ष पनि घोषणा भएपछि हामी 79 81 को मा हामी गए 80 81 मा आएपछि 2 वर्षमा त यो बाटो काम पत्र फुलिल्लो भएर खास हामी चाहिँ फुटपाथ सहितको चाहिँ ब्युटिफिकेसन गरेर 82 मा सुन्दर बनाइसक्छौँ भनेर नगरको भ्रमण वर्ष 82 को क्या हाम्रो पहिलो कार्यकालमा तर अपेक्षा त हामीले भनेको त दिन सकेनौँ नि हैन तपाईँ हामी हैन सडक र सदनसम्म चाहिँ गएर चाहिँ नगरको बाटोको विषयमा गएर चाहिँ हामीले चाहिँ सारा चाहिँ क्रियाकलापहरू गरेका अब त्यो चाहिँ हामीले गरौँ अब यो गर्ने कुरा पनि अहिले बजारमा कस्तो भन्दाखेरि अब काम गरिसकेपछि सिस्टम प्रक्रिया विधि त अब बाबा सबैले मान्नुपर्छ त अब अहिले हाइसारले पनि भनिसक्नु भएको छ त्यसको चाहिँ काम गर्ने कुरामा प्रक्रियाको कुरामा 90 दिन त लाग्ने रहेछ जतिसुकै चाड गर्छु भने पनि जतिसुकै हतार गर्छु भने पनि जेसुकै गर्छु भने पनि अब त्यो कुरामा हामी सन्तुष्टि त्यति कुरामा हामी चाहिँ समाजलाई समुदायले ठेक्का भइसकेको कुरो पत्रिकामा आएको छ आधिकारिक राष्ट्रिय पत्रिकामा आएको छ गरेर नगरपालिकाले भनेर चाहिँ जानेको बुझेको मान्छे सानो नागरिक भएको ठाउँमा गएर के भनिदिन्छ अस्ति हो कि भनेर यो भनेर भने समाजले त त्यही हो नि हल्ला सुनियो अब